यदि तपाईँहरू नयाँ घर बनाउँदै हुनुहुन्छ र तपाईँको नयाँ घर बनाउने क्रममा तपाईँको ठेकेदार अथवा सामग्री सप्लायर्सहरूबाट तपाईँ यदि नठगिकन तपाईँ एकदम राम्रो तरिकाले आफ्नो घर बनाउनुहोस् भन्ने चाहनुहुन्छ भने अब हामी तपाईँहरूको लागि एउटा ठगदार सिरिज लिएर आएका छौँ। यो ठगदार सिरिजमा चाहिँ हामी तपाईँहरूलाई चाहिँ तपाईँले घर निर्माण गर्ने क्रममा तपाईँ जोसँग ठोकिनुहुन्छ, तपाईँको घर निर्माण गर्ने ठेकेदार अथवा कन्स्ट्रक्सन कम्पनी अथवा तपाईँको घरमा निर्माण सामग्री सप्लाई गर्ने सप्लायर्सहरू, तपाईँ कहाँ ठगिन सक्नुहुन्छ, कुन कुन मेटेरियल्समा चाहिँ तपाईँहरू कसरी ठगिनुहुन्छ र त्यसका समाधानका उपायहरू के हुन्छन्, हामी त्यो विषयमा विस्तृत जानकारी दिनको लागि चाहिँ हामीले यो ठगदार सिरिज चाहिँ अबको केही समयसम्म लिएर जानेछौँ। र आजको यो पहिलो भिडियोमा चाहिँ हामी तपाईँहरूलाई यदि तपाईँहरू घर बनाउँदै हुनुहुन्छ र तपाईँहरू इट्टा किन्दै हुनुहुन्छ भने इट्टामा तपाईँ कसरी ठगिनुहुन्छ त्यो विषयमा जानकारी दिन गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब घर बनाउने भन्ने बित्तिकै चाहिँ हामीले इट्टा कहाँबाट झार्ने, कोसँग झार्ने, कति रुपियाँको झार्ने, कस्तो खालको झार्ने भनेर चाहिँ यी धेरै प्रश्नहरू हाम्रो दिमागमा आउँछन्। अब तपाईँहरू पहिलोचोटि घर बनाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँलाई राम्रो गुणस्तरको इट्टा कस्तो हो, इट्टालाई खास गरी कति पर्छ, अनि इट्टा सप्लायर्सहरू कहाँ हुन्छन्, कसरी सप्लाई गर्छन्, यो तपाईँहरूलाई धेरै कुराहरू चाहिँ तपाईँलाई थाहा नहुन सक्छ। तपाईँलाई थाहा नभएको हुनाले नै तपाईँहरू ठगिने चान्स एकदम धेरै हुन्छ। अब सुरुमै हामी के भन्न चाहन्छौँ भन्दा यदि तपाईँहरू इट्टा सप्लायर हुनुहुन्छ भने फेरि यो भिडियो हेरेर नराम्रो नमान्नु होला हैन। बजारमा यति धेरै राम्रो सप्लायरहरू पनि हुनुहुन्छ। हाम्रो यो भिडियोको उद्देश्य भनेको चाहिँ त्यस्ता ठग व्यापारीहरूबाट चाहिँ हाम्रो कस्टमरहरूलाई अथवा नयाँ घर निर्माण गर्ने व्यक्तिहरूलाई चाहिँ कसरी जोगाएर हामी राम्रो सप्लायर्स अथवा राम्रो सप्लायर यदि तपाईँ हुनुहुन्छ भने तपाईँकोमा हामी कसरी पठाउन सक्छौँ, हामी त्यसको लागि चाहिँ हामी यो भिडियो बनाउन गइरहेका छौँ। अब कुरा गरौँ, तपाईँहरू नयाँ घर बनाउँदै हुनुहुन्छ र तपाईँहरू अब इट्टा खरिद गर्न जानुभयो भने तपाईँलाई इट्टा व्यापारीहरूले चाहिँ सुरुमै भन्ने के हो भन्दाखेरि चाहिँ मसँग इट्टा भट्टा छ, म तपाईँलाई जति पनि दिन सक्छु, मसँग एक नम्बरको इट्टा छ हैन, म तपाईँले जति भन्यो त्यति फालिदिन सक्छु, म तपाईँले पैसा नदिए पनि म जति पनि तपाईँलाई पठाइदिन सक्छु। यस्ता यावत कुराहरू गरेर चाहिँ तपाईँहरूसँग ती इट्टा व्यापारीहरू चाहिँ जोडिनुहुन्छ। अब जोडिसकेपछि चाहिँ अब उहाँहरूले गर्ने के हो त, उहाँहरूले तपाईँ ठगिने कसरी हो त भन्दाखेरि चाहिँ उहाँहरूले सुरुमा तपाईँलाई इट्टा हेर्न जाने बेलामा प्योर एक नम्बर इट्टा देखाइदिनुहुन्छ, तर भोलि तपाईँको साइटमा डेलिभर गर्ने बेलामा 2 नम्बर इट्टा 3 नम्बर इट्टा पठाइनुहुन्छ। अथवा एक नम्बर इट्टा मानिलियो तपाईँले 1000वटा इट्टा अर्डर गर्नुभयो एकछिनलाई मानिलियो भने त्यसमा चाहिँ 700वटा एक नम्बरको इट्टा पठाइदिने, 300वटा चाहिँ 2 नम्बरको इट्टा पठाइदिने पनि गर्नुहुन्छ। एक नम्बर इट्टा मानिलियो 20 रुपियाँ पर्छ, 2 नम्बर इट्टा तपाईँको 16 रुपियाँ पर्छ भने तपाईँ प्रत्येक इट्टामा चाहिँ 4 रुपियाँ ठगिनु हुने भयो। र त यदि मानौँ तपाईँले आफ्नो घर बनाउँदाखेरि तपाईँको घरमा 40,000 इट्टा प्रयोग हुन्छ भने 40,000 × 4 गर्दाखेरि 1,60,000 रुपियाँ त तपाईँ इट्टाको प्राइसले नै ठगिनु भयो हैन। अब दोस्रो नम्बर कुरा भनेको नम्बरमा घोटाला गर्ने। तपाईँसँग इट्टा व्यापारीहरू जोडिँदाखेरि म एक गाडीमा तपाईँलाई 8,000 इट्टा ल्याएर फालिदिन्छु भन्नुहुन्छ हैन, तर अब 8,000 इट्टा गाडीमा आएको हुन्छ, 8,000 भनेर आएको हुन्छ, तर तपाईँहरूले गर्न भ्याउनुहुन्न, यसरी माथिबाट यसरी काउन्ट गर्नुहुन्छ र तपाईँलाई 8,000 छ भनेर भनिन्छ। तर वास्तवमा चोर ठगहरूले चाहिँ तपाईँको त्यो इट्टाको ठुलो चाङको भित्रपट्टि पुरै भोइडहरू हैन इट्टाहरूलाई नराखिकन इट्टाहरू लिएर आएर चाहिँ तपाईँको साइडमा फालिदिएका हुन्छन्। सामान्यतया त्यो हामीले पनि भोगेको कुरा हो। 8,000 इट्टा भन्दै गर्दाखेरि 7,200 7,300 इट्टा फालिदिएको कन्डिसनहरू पनि हामीले प्रशस्त मात्रामा भेट्छौँ। अब यसरी चाहिँ तपाईँले अब इट्टा एक एक गरेर गर्नु भएन, इट्टा व्यापारीलाई एकदमै तपाईँले ट्रस्ट गर्नुभयो र 8,000मा 8,000 छ भनेर मान्नुभयो भने अब मानिलियो तपाईँको 20 रुपियाँ पर्ने इट्टा छ, तपाईँलाई एक टिपमा 800 इट्टा तपाईँको घोटाला भयो भने त्यतिमै तपाईँ 16,000 रुपियाँ चाहिँ ठगिनु भयो। अब यदि तपाईँले आफ्नो घर बनाउने क्रममा चाहिँ 5 टिप इट्टा खरिद गर्दै हुनुहुन्छ भने तपाईँ झन्डै 70-75,000 फेरि ठगिनु हुने भयो। हो यसरी चाहिँ तपाईँ सुरुमा इट्टाको गुणस्तरमा ठगिन सक्नुहुन्छ, दोस्रोमा तपाईँ इट्टाको नम्बरमा ठगिन सक्नुहुन्छ, तेस्रो भनेको चाहिँ इट्टा व्यापारीहरू तपाईँसँग जोडिसकेपछि सुरुमा तपाईँसँग राम्रो हुन्छ, अनि पछि चाहिँ इट्टाको रेटमा चाहिँ धेरै तलमाथि रेटहरू फ्लक्चुएट गर्ने क्रम पनि देख्नुहुन्छ तपाईँले। अब जस्तो कि भट्टाको रेटै बढेर गयो अथवा गाडीको ढुवानी बढेर गयो भनेर चाहिँ तपाईँ उहाँहरूले चाहिँ पछि तपाईँहरूलाई यस्ता कुराहरू पनि गर्न सक्नुहुन्छ कि किन भन्दाखेरि चाहिँ अब तपाईँले गएर भट्टामा कति छ इट्टाको रेट भनेर तपाईँ अब एउटा घर बनाउँदै हुनुहुन्छ, तपाईँ धेरै काम आफै गरिराख्नु भएको हुन्छ, तपाईँलाई बुझ्ने फुर्सद पनि हुँदैन, अनि तपाईँसँग एउटा मान्छे जोडिसकेपछि फेरि तपाईँ अरू मान्छेसँग तपाईँलाई त्यति साह्रो जान पनि मन लाग्दैन हैन, फेरि इट्टाको भट्टाको रेट बढ्यो, गाडीको भाडा बढ्यो भनेर पनि फेरि तपाईँलाई बिचमा 1 रुपियाँ 1.5 रुपियाँ 2 रुपियाँ हैन 3 रुपियाँसम्म चाहिँ इट्टाको रेटहरू बढाउने काम पनि गरिएको हुन्छ। चौथो भनेको चाहिँ तपाईँले कतिपय इट्टा व्यापारीहरूले तपाईँसँग सुरुमै मलाई चाहिँ 2 लाख अथवा 3 लाख पैसा एडभान्स दिनु, म तपाईँको घर बनिन्जेल म एउटै रेटमा इट्टा फालिदिन्छु भनेर पनि त्यो कमिटमेन्ट गरेर पनि तपाईँसँग सुरुमै एडभान्स लिएको हुन्छ। तर तपाईँले बुझ्नु के पर्यो भन्दा तपाईँलाई त्यति भनिसकेपछि त तपाईँ मक्ख पर्नुहुन्छ हैन, अथवा 16 रुपियाँमा म तपाईँको घर बनिन्जेल इट्टा फालिदिन्छु, बढे पनि केही छैन, घट्यो पनि घटाइदिन्छु पनि भन्छन् अझै हैन। तर के हुन्छ समस्या भन्दा हाम्रो बजारमा एक वर्षमा तपाईँको एउटै वर्षमा हरेक वर्ष इट्टाको रेट फ्लक्चुएट भइरहेको हुन्छ। तपाईँले अहिले 1 नम्बर इट्टा लिँदाखेरि 14 पर्छ भने त्यो तपाईँको अर्को 6-7 महिनापछि 20 पनि पर्न जान सक्छ,
13 पनि पर्न आउन सक्छ। त्यसो भएको भएर तपाईले त्यस्ता कुरामा परेर तपाईले एडभान्स दिँदाखेरि तपाईको एडभान्स खाएर कतिपय व्यापारीहरू भाग्दिने गरेको पनि हामीले सुनिरहेका छौँ। अर्को ठगिन सक्ने ठाउँ भनेको इट्टाको साइजमा। अब इट्टा व्यापारीहरूले तपाईलाई सुरुमा देखाउँदाखेरि मोटो ठुलो इट्टाहरू पनि देखाउन सक्नुहुन्छ, तर पछि ल्याएर फाल्दाखेरि सानो इट्टा फाल्दिन पनि सक्नुहुन्छ। यो किन गरिन्छ भन्दाखेरि उहाँहरूले चाहिँ मोटो इट्टा अथवा ठुलो, मेरो इट्टा ठुलो छ भनेर चाहिँ प्राइस महँगो कोट गर्नुहुन्छ र पछि ल्याएर चाहिँ फेरि सानो इट्टा झारिदिनुहुन्छ। यसले के हुन्छ भन्दाखेरि चाहिँ सानो इट्टा झर्दाखेरि तपाईँको घरमा धेरै सङ्ख्यामा इट्टा जान्छ। त्यो धेरै सङ्ख्यामा इट्टा गइसकेपछि अल्टिमेटली तपाईँको हिसाब गर्दाखेरि तपाईँलाई इट्टा महँगै पर्न गयो होइन। यसरी पनि तपाईँ चाहिँ साइजमा ठगिन सक्नुहुन्छ। त्यही भएर हामी तपाईँलाई के सजेस्ट गर्छौँ भन्दा तपाईँले चाहिँ राम्रोसँग हरेकचोटि इट्टा झार्दाखेरि चाहिँ तपाईँले के गर्नु पर्यो त भन्दाखेरि एउटा कुरा क्वालिटी चेक गर्नु पर्यो। क्वालिटी चेक गर्नको लागि चाहिँ तपाईँको साइटको इन्जिनियर अथवा अनुभवी ठेकेदारहरूलाई चाहिँ तपाईँले अनिवार्य तपाईँको झर्दै गरेको इट्टाको अगाडि राखेर ल यो इट्टा ठिक छ कि छैन यसलाई टेस्ट गरिदिनु हेरिदिनु भनेर त्यसरी चाहिँ तपाईँले इट्टा झार्नु पर्यो। अर्को नम्बरमा तपाईँ नठगिनको लागि चाहिँ तपाईँले अनिवार्य 8000 इट्टा झार्दै हुनुहुन्छ भने बरु एकजना लेबरलाई साइडमा राखेर 1000 रुपियाँ म दिन्छु यो सबै पिस काउन्ट गर भनेर लगाएर चाहिँ तपाईँ नम्बरमा त्यसरी चाहिँ बस्नु पर्यो। र अर्को कुरा भनेको एडभान्स अमाउन्ट दिने कुरा छ नि जुन, त्यसमा चाहिँ तपाईँ सकेसम्म उहाँ कतिको ट्रस्टेड हो त्यो कुरा बुझेर मात्रै एडभान्स दिनु होला। होइन भने तपाईँले हरेकचोटि इट्टा झार्नुभन्दा अगाडि बजारमा गएर इट्टाको भाउ बुझेर विभिन्न डिपोहरूमा गएर बुझेर अनि तपाईँलाई जहाँ राम्रो लाग्छ तपाईँ त्यसरी झार्दा पनि हुन्छ। अब तपाईँहरू फेरि इट्टाको साइजमा नठगिनको लागि चाहिँ तपाईँले सुरुमा आफ्नो इट्टा व्यापारीसँग बसेर जुन इट्टा हेर्नुभएको हुन्छ त्यसको स्याम्पल तपाईँले राख्नु पर्यो र हरेक पटक इट्टा साइटमा आउँदाखेरि तपाईँको स्याम्पल अनुसारको इट्टा छ कि छैन भनेर हेर्नु पर्यो। निर्धक्क भएर यदि तपाईँलाई उसले कमिटमेन्ट गरे जस्तो चाहिँ इट्टा झरेन भने तपाईँले उसको गाडी फिर्ता पठाइदिनु पर्यो। यस्ता यावत समस्याहरू चाहिँ साइटमा देखिन्छन् र यसका समाधानको रूपमा चाहिँ तपाईँहरू नै अलर्ट भएर आफ्नो इन्जिनियर ठेकेदारहरूलाई चाहिँ तपाईँले अलर्ट हुन लगाएर चाहिँ तपाईँ ठगिनबाट जोगिन सक्नुहुन्छ। अब यदि तपाईँहरू चाहिँ नयाँ घर निर्माण गर्दै हुनुहुन्छ होइन, अब इट्टाको मात्रै कुरा होइन, तपाईँसँग इट्टा लगायत तपाईँसँग 10औँवटा सामग्रीहरू तपाईँले खरिद गर्नुपर्ने हुन्छ, 10औँ-20औँ जना मान्छेहरूसँग तपाईँ डिल गर्नुपर्ने हुन्छ। यो सबै झन्झटिलो हुन्छ, तपाईँले धेरै कुरा बुझ्नुपर्छ। अब हामीले आउँदा दिनहरूमा चाहिँ यस्तै अरू निर्माण सामग्रीहरूमा पनि तपाईँ कसरी ठगिन सक्नुहुन्छ र त्यसको समाधानको उपायहरू के हुन्छ भनेर चाहिँ हामी तपाईँहरूलाई हाम्रा विभिन्न भिडियोहरूमा लिएर आउनेछौँ। त्यसको लागि चाहिँ तपाईँले अहिले नै हाम्रो च्यानललाई चाहिँ फलो गर्नु होला र यदि तपाईँहरूसँग कुनै पनि सामग्री सम्बन्धी तुरुन्त तपाईँलाई थाहा पाइहाल्नु पर्ने केही जिज्ञासाहरू छन् भने पनि हाम्रो कमेन्टमा राखिदिनु होला। हामी त्यसको पनि भिडियो बनाएर तपाईँलाई चाहिँ बुझाउनेछौँ।